हेलो गुड मर्निङ। अहिले चाहिँ बिहानको 6:50 भयो। म धुलिखेल हस्पिटल कलेजमा छु। यो देख्ने सबै धुलिखेल हस्पिटल कलेज एरिया हो। कोही पनि आएको छैनन् कि अहिले त पुरै सुनसान हुने रहेछ। कुकुर मात्र भुक्दैछ है अहिले त। हामीहरूको अब यहाँ क्लास हुन्छ अनि घाम पनि लागेको छैन। बिहान नै छ नि त। त्यो देखिने चाहिँ सबै धुलिखेल हस्पिटल एरिया हो। हस्पिटल धुलिखेल हस्पिटल हो। हामीहरूको क्लास सकिसक्यो। आज 7 देखि 8:30 सम्म हुन्थ्यो नि त। आज चाहिँ चाँडो सकियो के। अब हामी त्यहाँ कस्तो राम्रो फुलहरू फुल्या। हामीहरू अब एकछिनमा त्यहाँ जान्छौँ अनि गाडी आएपछि चौकुट जान्छौँ। यसको बर्डन आज बर्थडे हो। सो हामी चाहिँ फोटोसोटो खिचेर अलि लेट भयौँ। आई डोन्ट नो गाडीको सिट पाइन्छ कि पाइँदैन। सो हुनुहुन्छ यहाँ चाहिँ उभिँदै हुनुहुन्छ बस्न टक्क लाएर होइन। सिट नपाएको त्यही भएर कति धेरै सोचिरहेको यो भन्दै त्यो गर्नु भनेर रहेछ साथी होला मेरो बेजत गर्ने। अब हामी चाहिँ टक्क लाएर अब चौकुटतिर जानु लाग्छ। हजुर हजुर के भयो हजुर? यस्तो ओके। अब हाम्रो कलेज आयो। बाई बाई। खाना खाँदा भेट्नुपर्छ ल। खाना खाने टाइम भयो। रिचार्ज गर्दै हुनुहुन्छ उहाँहरू। अब हाम्रो कलेज सक्यो। घर जाने बेला भयो। बाई बाई।